हामी नेपालीको बानी चाहिँ नि आज कसैले राम्रो व्यवहार गरिदियो बोलिदियो भने हामी त्यो व्यक्तिको पछाडिको कुराहरू सबै हामी बिर्सी पठाउँछौँ क्या। त्यही भएर तपाईँहरूलाई केही विगतका कुराहरूलाई चाहिँ घटनाहरूलाई चाहिँ याद दिलाउनको लागि एउटा भिडियो बनाएर अपलोड गरेको छु, हेर्नुहोस् है। त्यसलाई साहमा नजोड्दैन, त्यो अपराधीको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन। म चाहन्छु यो देशमा सिर्फ पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ हामीले। सुकुम्बासी बस्तीमा टिनको छाना चुहियो भने टिन फेरिदिने भनेर बजेट राखेको छु मैले। विकास भन्ने त काठमाडौँमा उहाँले गर्नुभयो गर्नु भएन त्यो त काठमाडौँवासीले भन्ला। मैले देखेको चाहिँ उहाँले गर्नुपर्ने भन्दा नगर्नुपर्ने काम धेरै गर्नुभएको छ। गरिब दुखीको पनि हो नि त देश, होइन? सुकुम्बासीको होइन, यो कवाडी व्यवसायीको होइन। गरिब दुखी मकै पोलेर बिक्री गर्ने यस्तो गर्ने हो। हामीलाई त हेर्नु न, कसैको तपाईँको यहाँ बस्तीमा अहिले त बाढीले बगाउन आँट्यो भने म यतिकै खुद्छु। बनाइदिनु भयो बिना पैसामा, शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस्। अहिले हामीले फेरि पनि एकपल्ट सोच्ने मौका पाएका छौँ, सही व्यक्ति चुन्ने मौका पाएका छौँ। चोइस इज योर्स।